फाइनली गाइस फेरि हेर्न सक्नुहुन्छ अहिले हामीहरू नयाँ एपिसोडमा आइसकेको छौँ र यो एपिसोडमा तपाईँहरूलाई म देखाउने छु नागरकोइली टु मदुराई कसरी पुग्न सक्नुहुन्छ होइन। जुन चाहिँ अब हाम्रो ट्रेन छ यो वन्दे भारतमा हामीले काटेर राखेको छौँ होइन। 2:20 यहाँबाट निस्किन्छ त्यो ट्रेन चाहिँ र अहिले हामीहरू स्टेसन तर्फबाट लाग्दैछौँ र स्टेसन जाने बाटो चाहिँ यही हो होइन। र हामीहरूको जुन टिकट परेको छ लगभग चाहिँ एकजनाको 740, जुन म कि स्न्याक्स र टी कफी जे पनि खाए पनि त्यो फ्री हुन्छ त्यसैमा होइन, इन्क्लुड हुन्छ। र हामीले त्यसले यहाँबाट 2:20 डिपार्ट गरेपछि ट्याक्कै तपाईँको त्यहाँनिर मदुराईमा लगभग बेलुका 5 साढे 5तिर 3 घन्टापछि छोड्छ होला। ल भेटौँला अगाडि स्टेसन पुगेर। अहिले स्टेसनको बाटो फिलहाल यस्तो छ हेर्न सक्नुहुन्छ, पुरै जङ्गलै जङ्गल छ होइन, शान्त होइन। यतातिरको बस भने यस्तो हुन्छ हेर्न सक्नुहुन्छ, यो मद्रासी बसहरू हो। तर यता भने पुरै यो जङ्गल होइन, यो स्टेसनै कस्तो मतलब एकदमै समुद्र छेउमा छ, त्यसले गर्दा पनि होला पानी पर्या छैन कि हाम्रो ब्याड लक हो कि हो त्यो थाहा भएन। ल हेर्न सक्नुहुन्छ यहाँ यस्तो छ भ्यू। ल अहिले भेटौँला स्टेसन पुगेर, हेर्दै गर्नु होला अगाडिको जर्नी। हेर्न सक्नुहुन्छ रेलवे स्टेसन तर्फबाट हामीहरू लागि नै रहेको छौँ र भ्यू भनेको टलाएर यस्तै छ। अब पुग्नै लागेको छ होइन। ओम पनि छ पछाडि आइरहेको मस्तले एक्लो। अनि यतापट्टि पुरै कोकोनट वाटरहरू होइन। अनि एउटा यहाँनिर साउथको मन्दिर भने चाहिँ यस्तो हुन्छ होइन, हेर्न सक्नुहुनेछ। पुरा खतरावाला के एकदमै डेन्जर। र यतापट्टि पुरै कोकोनटको वाटर हेर्दैखेरि डर लाग्दो के, कसरी चाहिँ बस चलाइदिएको मान्छेहरू के, एकदमै सुनसान के होइन। अनि बसहरू त यस्तो पेलेर चलाइरहेछ नि गाइज कि कुरै नगर्नु के। यतातिर त मान्छे हानेर गएको नि थाहा हुँदैन होला हौ, यस्तो गजब खतरा। हामीहरू पनि त्यहाँ कन्याकुमारीबाट नागरकोइली आउँदाखेरि होइन लगभग 100को स्पिडमा, यस्तो पातलो बाटोमा पनि 100को स्पिडमा कुदाइरहेछ क्या बसले, हेर्दै डर लाग्दो सातो जाने गरी। ल अब पुगौँ स्टेसन अनि फेरि भेटौँला। स्टेसन भने चाहिँ टक्क होइन, नागरकोइल नामै कस्तो असल्टो क्या यताको। अब बसहरू यस्तै हो हेर्न सक्नुहुन्छ, मस्तले छ होइन, अटो मस्तले हेर्न सक्नुहुन्छ। ठुलै रहेछ, मैले सोचेको भन्दा त सानो होला जस्तो लागिरहेको थियो, तर होइन रहेछ, धेरै नै ठुलो छ। ल भित्र जाउँ अनि देखाउँ। हामीहरू नागरकोइल जङ्सनमा आइसकेको छ हेर्न सक्नुहुन्छ, पुरै यस्तो छ होइन। त्यहाँ बाहिर अटोहरू ठुलै छ र 1 घन्टा अगाडि नै आइपुगेको छौँ हामीहरू, किनकि अब हाम्रो जुन ट्रेन छ लगभग 2 बजेतिर छ र अहिले हामीहरू 1 घन्टा अगाडि नै आइसकेको छौँ। अब भित्र गएर फोन चार्ज गर्ने, अहिले राम्ररी चार्ज पनि भएको छैन, पुरै चार्ज गराउँला। फाइनली हेर्न सक्नुहुनेछ कि हामीहरू अहिले नागरकोइल जङ्सनमा छौँ होइन। र यहाँबाट अब हाम्रो मदुराईको जुन ट्रेन छ यही हो, यसमा गर्नेवाला छौँ। यो चाहिँ वन्दे भारत हो हेर्न सक्नुहुन्छ, इन्डियाको सबैभन्दा फास्टेस्ट ट्रेन पनि भनिन्छ यसलाई। र यसको तपाईँहरूलाई अब टुर गराउँछु, हेर्दै जानुहोस् होइन। जुन कि एकदमै खतरा र ब्युटिफुल छ ट्रेन चाहिँ होइन। स्टेसन पनि राम्रै छ होइन, एकदमै यो रुखको बिचमा, र ट्रेन हाम्रो यहाँ आइसकेको छ। र फर्स्ट अफ अल हाम्रो सिट चाहिँ अलि उतापट्टि छ होइन, तर सुरुमा तपाईँहरूलाई हामी यताबाट चाहिँ देखाउने छौँ, हेर्न सक्नुहुन्छ। यस्तो छ, यसको भित्रबाट चाहिँ छिर्ने बित्तिकै खतरा यस्तो खाले भ्यू आउँछ होइन। पहिला सुरु नै चट्ट ल्याएर यस्तो हुन्छ होइन भित्रको चाहिँ यो। र भित्र जाने बित्तिकै अब बाथरुम तपाईँहरूलाई पहिला म देखाइदिन्छु होइन। बाथरुम चाहिँ चट्ट ल्याएर यस्तो छ, मान्छे गाडी छ अहिले। र यतापट्टि आउनुभयो भने यसको सिटहरू जुन छ पुरै यस्तो तरिकाले हुन्छ नि, ढोका भने आफै सेन्सर लागि आउँछ, बन्द भइहाल्छ। र यहाँनिर चट्ट लगाएर यसरी क्लिक हान्यो भने भित्रपट्टिको भ्यू हेर्न सक्नुहुन्छ। यो ट्रेनको यस्तो डेन्जर भ्यू छ होइन, ट्रेनको चाहिँ एकदमै बुलेट ट्रेन जस्तै सेम टु सेम फिल आउँछ हेर्दाखेरि। गाइजन जुन हाम्रो सिट चाहिँ छ, हाम्रो चाहिँ उतापट्टिबाट छैन सिट चाहिँ,
त्यो पनि म तपाईहरुलाई देखाइ नै राख्छु सिटको पनि पुरै के कस्तो छ हाम्रो सिट ओम बसिरहेछ त्यहाँनिर र यताबाट आउनु भयो भने पनि यसरी चट्ट ल्याएर एन्ट्री गर्ने छ हैन पुरा यहाँबाट खुल्ने बित्तिकै हाम्रो सिट आइहाल्छ यहाँनिर यहाँ ओम बसिरहेछ हाम्रो यो दुईटा सिट छ आजको यहाँदेखि मदुराईसम्म हेर्न सक्नुहुन्छ यस्तो छ पुरै खतरा खाले भ्यू ल भ्यू पनि यस्तै हो जर्नी अब स्टार्ट गरेर देखाउँला यहाँ हेर्न सक्नुहुन्छ यो यसरी टेबल छ हैन यो चाहिँ चट्ट लाएर अब तलमाथि प्लेनको जस्तै सेम टु सेम सिस्टम सिट पनि एकदमै कम्फर्टेबल यहाँबाट तलमाथि गर्न सकिन्छ सिट पनि हेर्न सक्नुहुन्छ यो हेर्न सक्नुहुन्छ एकदमै तलमाथि कम्फर्टेबल छ हैन र यताको भ्यू पनि यस्तै भइहाल्यो हैन पुरै भ्यू त्यस्तै छ र अनि एउटा कुरो के छ भन्दाखेरि गाइज हैन यसो यो जुन यो छ नि हाम्रो यो यसरी तपाईले चट्ट लाएर यसरी लक पनि गर्न मिल्छ हैन र यसमा स्न्याक्स र उयोहरु तपाईलाई मैले अघि भनेकै थिएँ कि सबै फ्री नै छ हैन र एकदमै युनिक सिस्टम यो ट्रेन जस्तै छ बुलेट ट्रेन जस्तै छैन चाइनामा चल्ने बट यहाँ इन्डियाको लागि त यही फास्टेस्ट ट्रेन हो र अब सिट भने त एकदमै यही लग्जरी नै छ हैन जम्मा 740 रुपैयाँ हो 230 किलोमिटर हामीहरु अहिले जाँदै छौं र अलमोस्ट अब यहाँबाट 10 मिनेट जति पछि अब खुल्छ होला ट्रेन र त्यसपछि कुदेसियाले अब देखाउँला वाशरुमहरु सबै मैले देखाइ नै हाले यस्तै छ अब यो बुलेट ट्रेन के सरी वन्दे भारत भन्ने ट्रेन जस्ट इन्डियाको सबैभन्दा फास्टेस्ट ट्रेन भनेकै यही हो एकचोटि यता भ्यू हेरेर हेर्न सक्नुहुन्छ ल यति नै भन्न चाहन्छु म हाम्रो यहाँबाट ट्रेन चाहिँ ट्याकै टाइमली डिपार्चर भइसकेको छ र यहाँको जुन भ्यू छ बाहिरको यस्तो छ पानी परिरहेछ तर रमाइलो लागेको छ र हामीलाई सुरुमा यहाँनिर पानी पाएको छ हेर्न सक्नुहुन्छ पानी र न्युजपेपर पाएको थियो हैन न्युजपेपर पढ्नलाई र पानी यहाँनिर अनि मजाले अब यहाँ बाहिरको भ्यू पनि यस्तै छ पानी परिरहेछ राम्रो छ अँध्यारो 2:20 मै यस्तो अँध्यारो भएको छ हेर्न सक्नुहुनेछ सिसा नै अलिकति नराम्रो भएर होला नराम्रो आको हेर्न सक्नुहुन्छ बाहिरको भ्यू पनि यस्तो छ हैन दामी छ तर यार यहाँ हामीले आँखाले हेरेर मात्रै खतरा देखिरहेछ के गाइस एकदम डेन्जर लेभलको के हेर्न सक्नुहुन्छ यो सबै यो एसएमको हो यो सबै नरिवलको योहरू छ र हाम्रो यहाँनिर चट्ट जर्नी चल्दैछ गाइस हेर्दै गर्नु पुरी के आउँछ सबै देखाउँछु अर्को पार्टी यहाँ छ रिसाइरहेछ अहिले त्यसको अलिकति भिडियो बिग्रियो हैन त्यही भएर रिसाएर बसिरहेछ अहिले ठिक छ अहिले एकछिनमा बनाइदिनु पर्छ बाहिरको र भित्रको भने यस्तै हो लगाइजले हेर्न सक्नुहुन्छ हामीले जुन ब्रेकफास्ट प्योर थियो अहिले आइसकेको छ त्यसमा यो बदाम सदाम हैन एउटा फ्रुटी छ एउटा यो चकलेट आएको छ यस्तो खतरावाला हेर्न सक्नुहुन्छ बदामको चकलेट अनि यसमा खानालाई अचार के हो इन्डियन भाषामा के भन्छ त्यो थाहा छैन एउटा यो छ भेज कटलेट हो के ल खाएर भेटौँ
एउटा चाहिँ के जस्तो लागिरहेछ होइन, तपाईँहरूलाई थाहा छ कि छैन होला होइन, यो फ्यान जस्तो हेर्न सक्नुहुन्छ। यो जुन घुमिरहेछ नि यो फ्यान जस्तो, यो ठुलो ठुलो पङ्खा जस्तो यो घुमिरहेछ, यो चाहिँ खासमा के हो भनेर हामीहरूले बुझ्नै सकेन कि एकदमै धेरै छ कि हेर्न सक्नुहुन्छ यसरी घुमिरहेको होइन। यो चाहिँ के को लागि राख्या हो नराख्या हो हामीहरू लगभग अघिदेखि नै हेरिरहेछौँ, एकदम धेरै छ क्या यो। तपाईँहरूलाई कसैलाई थाहा छ भने कमेन्टमा भन्नुहोस् होला होइन, यो चाहिँ के हो होइन भनेर। अब म यहाँ सोध्छु कसैले यहाँ भन्यो भने त म आफै पनि भनिहाल्छु, बट तपाईँहरू कोहीलाई थाहा छ भने भन्नुहोस् होला है कमेन्टमा के को लागि यो राख्यो भनेर। मलाई चाहिँ खासै यसको आइडिया नै भएन, तर एकदम धेरै देखेर यो पनि टक्क भिडियोमा चाहिँ हालिदिउँ जस्तो फिल आयो, त्यही भएर म हालिदिइरहेको छु। र यो जति छ यो एकदमै मतलब धेरै नै छ क्या, र एनी टाइम यो घुमि नै रहेछ होइन। यो बारीको बिचमा ल हेर्न सक्नुहुन्छ यस्तो यस्तो फ्यानहरू यो। ल अब के हो गाइज, ल भन्नुहोस् है तपाईँहरूलाई थाहा छ भने। भ्यू हेर्न सक्नुहुन्छ कस्तो खतरा घरहरू, सब एउटै कलर के सेतो होइन, जुन हामीले साउथ मुभीतिर हेर्छौँ सेम टु सेम त्यस्तै कलरहरू अहिले आइरहेको छ। मदुराई जाने बाटोमा हो यो चाहिँ, हेर्न सक्नुहुनेछ खतरा छ। बाहिर पुरै पानी परिरहेछ, मौसम पुरै खराब छ होइन, त्यस्तै चलिरहेछ अब जर्नी हेरौँ। अहिले टाउन जस्तो ट्याके साउथ फिल्म हेरे जस्तै फिल आयो क्या हामीलाई चाहिँ होइन। हेर्नु अहिले घरहरू एकदम सब सेम टु सेम एउटै कलर कि डिक्टो, र हरेक घरमा चट्ट लगाएर होइन एउटा रुख त कम्पलसरी नै राखेको रहेछ कि यिनीहरूले। हेर्न सक्नुहुन्छ कि टाइम 4:10-15 भइरह होला। अब ठ्याक्क अब आधी घन्टा पछि चाहिँ 5 बजेको टाइम छ, र यसले टाइम नै छोड्छ। भित्रको जुन छ र ट्रेन भन्ने कुरा त एकदमै स्पिड कुदिरहेछ यार। अरू ट्रेन भन्दा नर्मल ट्रेन भन्दा त कति स्पिड भन्ने एकदमै झक्कास कुदिरहेछ कि। भिडियो अलि बनाएको भिडियो नबनाएर रिसाएर बसिरहेको थियो। यतापट्टिको भ्यूहरू यस्तै हेर्न सक्नुहुन्छ, पुरै मान्छेहरू बसिरहेको छ। ल अब मदुराई जक्सन पुगेर नि देखाउँला। अब हामीहरू चाहिँ आइपुग्नै लाग्यो, लगभग अब 5 मिनटमा पुगिहाल्छ। र यहाँनिर जुन टाइमिङ छ तपाईँहरू हेर्न सक्नुहुन्छ, टाइमिङ चट्ट लगाएर सब यहीँनिर आइरहेछ कतिखेर कहाँ पुगेन भनेर हेर्न सक्नुहुन्छ। चट्ट यहाँ माथि सबै टाइमिङहरू आएको छ होइन। अनि बाहिरको भ्यू भन्ने अब यस्तै हो। मदुराई आइपुग्नै लाग्यो है साथीहरू। ल मदुराई जक्सन गाना हामीहरू अहिले यहाँ मदुराईमा आइपुगेको छौँ होइन। अब यहाँबाट एउटा टेम्पलतर्फ लाग्दैछौँ, र हामीहरूले ट्याक्कै यहाँनिर डोर्मेट्री एउटा लिएको छौँ होइन, जुन कि 350 रुपियाँ परेको छ। र अहिले अब टेम्पलतिर लाग्दैछौँ, र तपाईँहरूलाई पुरै टेम्पलको टुरहरू सबै अब हामीहरू गराउनेछौँ होइन यतातिर। ल हेर्दै हेर्न सक्नुहुन्छ पुरै होइन टेम्पलको टुरहरू। अब अगाडि अब टेम्पल यो मदुराई हो, र यहाँको के अब हामीहरूले खान्छौँ खाँदैन त्यो सबै देखाउँछौँ है गाइजहरू। यो चाहिँ एउटा बजार हो होइन मदुराईको टक्क ल्याएर। योभन्दा उतातिर लाग्यो भने चाहिँ टक्क मेट्रो स्टेसन र खानेकुराहरू पनि सबै छ होइन। अब योभन्दा चाहिँ ट्याक्कै हामीहरू राइटतिर लाग्नुपर्छ। अनि ट्याक्कै मीनाक्षी टेम्पल भन्ने एउटा ठाउँ छ होइन, त्यहाँनिर पुग्नुपर्छ। यो मस्जिद छ यहाँनिर हेर्न सक्नुहुन्छ। यहाँबाट सिधै गयो भने हामीहरू ट्याक्कै टेम्पलमा पुगिन्छौँ होइन। र हेर्न सक्नुहुन्छ अब हामी गइरहेको छौँ। यहाँबाट सिधै जानुपर्छ, चट्ट लगाएर मीनाक्षी टेम्पल पुगिन्छ। लगभग 10 मिनट जति गयो भने। अहिले हामीहरू हिँड्दैछौँ अब टेम्पलको बाटोतिर। यस्तो छ बजार यहाँको होइन, रमाइलो छ बजार चाहिँ। भिडबाट अलिकति साउन्ड चाहिँ धेरै आइरहेछ, मेरो आवाज चाहिँ क्लियर छ कि छैन एक्ज्याक्टली मलाई थाहा छैन, अहिले हेर्छु। जेस खतरा हुन्छ। हामीहरू चाहिँ अब मन्दिरको बाटो भन्ने यस्तो छ पुरै, र यहाँबाट एउटा यताबाट छ मन्दिर चाहिँ। यहाँबाट जुन भ्यू छ यस्तो मस्त छ होइन, यहाँबाट हेर्न सक्नुहुनेछ पुरै दामी खाले भ्यू छ कि। अब यहाँबाट टेम्पल अब 7-8 मिनट जति अझै टाढा छ भन्दैछ, हेर्दै जाउँ।
कति मिनट टाढा छ भनेर आइपुगेको छौँ होइन। तर यहाँको टेम्पल जुन छ अहिले हेर्न सक्नुहुन्छ पुरै कन्स्ट्रक्सन भइरहेको रहेछ। त्यसले गर्दा टेम्पलै चिन्न गाह्रो भइसक्यो। फोटोमा हेर्दाखेरि त खत्रै हेरेर आएको हो। यहाँ हेर्दाखेरि कोही खासै कतिलो टेम्पलै लागेन यार। तर ठिकै छ, जम्मा 10 मिनटको लागि त आयो। हेरौँ घुमेर अनि त्यसपछि जाउँला भित्रपट्टि के थाहा राम्रो हुनसक्छ है। हेर्दै जाउँ। म त आएको तर भित्र मोबाइल फोनहरू एलाउड छैन होइन। त्यही भएर हामीहरू भित्र चाहिँ नजाने होइन। र यहीँबाट हेर्न सक्नुहुन्छ यो मन्दिर अब खासै कतिलो पनि लागेन। त्यही भएर अब हामी खाना खानातर्फतिर लाग्दैछौँ। अब मेन अब हाम्रो फोकस भने भोलि यो धनुषकोटीमा घुम्ने होइन। भोलितिर अब देखाउन पर्छ। र अहिले अब हामी लाग्यो खाना खानातर्फतिर। र यहाँको भ्यू भने अलिकति यस्तो चाहिँ हेर्न सक्नुहुनेछ। मन्दिरको पनि पुरै यस्तो छ होइन। खासै राम्रो चाहिँ छैन। अब यहाँ पुरैले भत्काएको छ नि, भित्र मोबाइल सोबाइल पनि केही भ्याल्यु छैन रहेछ। त्यही भएर अब यसो विचार गरेँ कि नजाने भित्र। अब लाग्यो अब हामीहरू रेस्टुरेन्ट यसो खोजेर बिरयानी सिरयानी के भेट्छ होइन। यतातिरको चामल झन् मोटो न मोटो भेटिरहेछ। त्यही भएर अब हेरौँ कहाँतिर अब कतिले भेट्छ त्यही गरेर खाउला। लगाइद हेर्न सक्नुहुन्छ अहिले हामीहरू पानीपुरी खाइरहेछौँ होइन। प्लेटको 20 रुपियाँ अरे। र ठिकै छ, खासै मिठो पनि होइन। तर यस्तो छ पानीपुरी हेर्न सक्नुहुन्छ, मिठै छ। पानी भने यस्तो छ यतातिरको, त्यता जस्तो चाहिँ छैन होइन। खाँदै सक्नुहुन्छ अहिले हामीहरू यहाँनिर बिरयानी खाँदैछौँ होइन। यो बिरयानी चाहिँ हामीहरूलाई 90 रुपियाँ परेको छ, हेर्न सक्नुहुन्छ होइन। अहिले लाइटले गर्दा अलिकति राम्रो देख्नुभयो। यहाँनिर झोल, यहाँनिर रायताहरू होइन। बत्ती अलिकति खतरा भएर चाहिँ त्यस्तै छ। जो सब खाएर टेस्ट गरेर भन्छु कि के कस्तो छ भनेर होइन। हेर्दै गर्नु होला। गाइजहरू अहिले हेर्न सक्नुहुन्छ कि अहिले हामीहरू बिरयानी खाँदैछौँ। हाम्रोको डिनर भने बेलुकाको यही हुनेछ होइन। बाहिरको मार्केट भने यस्तै छ। र एउटा अमलेट पनि हामीले अर्डर गरेको छैन। यो चाहिँ 90 रुपिस हो। 90, 90, 180 को दुइटा भयो। र यहाँनिर झोल पनि छ, यहाँनिर रायता भन्ने एउटा कुरा यो पनि हो। र तपाईँहरूलाई चाहिँ यो भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब गर्नु होला। अब फेरि अब नेक्स्ट पार्टमा सबै कुरा देखाउनेछौँ। धन्यवाद।